गाइस यो भिडियो चाहिँ हो मेरो छोरो क्रियान्स कार्की जन्मेको भिडियो हो र नर्टस हस्पिटल सर्जापुरा रोड बेङ्गलुरुको हो र यो भिडियो चाहिँ हो आजभन्दा 11 महिना अगाडिको भिडियो हो। 4 अप्रिलको दिनको 2024 र गाइस अहिले मेरो छोरो चाहिँ ओटिटी कम्प्लेक्समा भित्र छ र अहिले फिलहाल सी सेक्सनबाट भयो। अनि डक्टर सरले चाहिँ आएर भन्नुभयो सबै थोक डराउनु पर्दैन, सबै थोक नर्मल छ र एकछिनमा हामी बेबी देखाउँछौँ अनि भनेर भन्नुभयो र हामी त्यही बात गर्दैछौँ र सम्पूर्ण परिवार हामीहरू बाहिरै थियौँ र एकछिनमा पर्मिला मलाई यहाँ कङ्ग्रेचुलेसन भनेर गयौँ। त्यो पछाडि म्याडम डक्टर शिल्पा म्याडम आउनुभयो, त्यहाँ पछाडि बात मारेर बेबी देखाउँछु भन्दै जानुभयो। त्यो पछाडि हामी सबैजना यहीँ थियौँ, काकी, दिदी, मम्मी, त्यो पछाडि मेरो साथी कृष्ण भाइ, त्यहाँ पछाडि करण भाइ, दिल छेत्री सर, इन्द्र दिदी, मम्मी, अनि पछाडि माइली काकी, त्यो पछाडि सरस्वती दिदी, सम्पूर्ण परिवारै साथमा थियौँ सबैजना हामी त्यसरी बसिरहेको थियौँ। त्यतिकै म चाहिँ धेरै खुसी के गाइस, म चाहिँ धेरै खुसी छु थिएँ अनि पछाडि खुसी भएको छु। अनि पछाडि फाइनली गाइस यहाँ मेरो बाबुलाई चाहिँ लिएर आयो अनि बाबुलाई लिएर आएर देखाउँदैछन् मलाई होइन, अनि छोरो भनेर देखाउँदैछन् अनि यहाँ हामीलाई खोलेर देखाउँदैछन् बाबुलाई। अनि बाबु चाहिँ धेरै रोइरहेको थियो अनि फास्ट अब धेरै रोइरहेको थियो। अनि बाबुले फाइनली मेरो हातमा दिन्छन्, अब डक्टर सिस्टरले दिनुहुन्छ। त्यसरी मैले लिएँ होइन, फर्स्ट टाइम मैले गोदीमा लिएको नानीलाई गोदीमा लिएर आएर गाइस मेरो चाहिँ बहुत खुसी के गाइस, देख्नु होला भिडियोमा नि। अनि हजुरहरू पनि हेर्नु होला नि कति खुसी छु म। अनि हजुरहरू पनि यस्तै हुन्छ बाबा बन्यो भनेको दिन आफ्नो छोरोलाई देखेर पनि कति खुसी छु म चाहिँ धेरै। र मेरो प्रिय वाइफ पूजालाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु, मलाई यति प्यारो गिफ्ट दिनको लागि मेरो छोरो होइन। त्यो पछाडि अब भगवान्लाई पनि धेरै थ्याङ्क यू दिन चाहन्छु। र म यो नटस हस्पिटलको सम्पूर्ण डक्टर स्टाफ सम्पूर्णलाई पनि मलाई धेरै धेरै सहायता गरेकोमा धन्यवाद छ। र गाइस बाबा बनिँदाखेरि धेरै बहुत खुसी हुँदो रहेछ, ह्याप्पी छु म चाहिँ गाइस अहिले।